नमस्ते सबैजनालाई। अब हेर्नु अमेरिका आएको 2 साल भइसक्यो। जहिले कलेज क्याम्पस गरे असाइनमेन्ट गरे अनि आज चाहिँ आफूलाई नै केयर गरौँ भनेर चाहिँ म ब्युटी पार्लर जान लागेको। एकदम एक्साइटेड छु। अनि हामी चाहिँ ब्युटी पार्लर गयौँ। कति राम्रो हो डेकोरेसनहरू, मतलब डेकोरेसन त भित्रकोहरू। अनि उहाँले चाहिँ पहिला सुरु चाहिँ पेडिक्योर गऱ्यौँ। अनि त्यसपछि पेडिक्योरमा चाहिँ अब उहाँले चाहिँ पहिला बसाउनु भयो। अनि यो खै खुट्टामा जेल जस्तो के लाउनु भयो। यसले चाहिँ त्यो सफ्ट बनाउँछ भन्दै भइसक्यो। उहाँ चाहिँ स्पेनिस हुनुहुन्थ्यो। अनि पानीमा हालिदिनु भयो एउटा खुट्टा। अनि त्यसले चाहिँ सबै मजाले सफाहरू गर्नुलाई अनि एकदमै पोलाइट भइसक्यो उहाँ चाहिँ। अनि सोधिराख्नु भएको थियो। अनि हामी चाहिँ स्पेनिसकोमै गएको थियौँ, हल्का सस्तो पर्छ कि भनेर। अनि पढ्न त सस्तै परेको थियो। उहाँले यति मजाले गर्नुभएको थियो। मलाई त यस्तो आनन्द आइरहेको थियो। मसाज चेयरमा आनन्दले मसाज गरिरहेको थिएँ। अनि मेरो चाहिँ अब म्यानिक्योरको पालि आयो। मैले फोटो पनि देखाएँ। अनि उहाँले चाहिँ गर्न थाल्नुभयो। अनि फेरि नङहरू हालेँ। यो ग्लु चाहिँ उहाँले युज गर्नुभएको एकदमै राम्रो थियो। कति टाइमसम्म चाहिँ म अड्डिरहेको थियो क्या मेरो चाहिँ। अनि एकदम थियो। अनि उहाँले चाहिँ पाउडर अब चाहिँ स्प्रिङ्कलहरू गर्न लाउनु भयो। मलाई थाहा नै थिएन यस्तो हुन्छ भनेर। फर्स्ट टाइम एक्सपिरियन्स थियो मेरो होइन। अनि एकदमै एक्सपेन्सिभ थियो गाइज होइन, तर एकदमै राम्रो पनि थियो। सबै कुरा नि हेर्नु पऱ्यो, धेरै लोभी नि हुनु भएन। अनि जे हो सबै उहाँले चाहिँ कस्तो मजाले पनि हेर्नु। फाइनल्ली मेरो नङहरू अनि फ्लेक्स त गर्नै पऱ्यो लास्टमा।